सो हे एभ्रिवान वेलकम ब्याक टु माई अनदर भिडियो। सो आज फेरि पनि म मेरो दैनिक क्रियाकलापहरूको बारेमा हजुरहरूको अगाडि सेयर गर्न आइसकेँ। सो आजको दिन चाहिँ मेरो एकदमै व्यस्त रहनेछ। मलाई घरको सबै काम सकेर प्लस मेरो नानीको 6 दिनको स्कुल छुट्टी छ, जुन समर भ्याकेसन छुट्टी रहेको छ 6 दिन। मेरो नानीले पनि एकदमै मलाई आज डिस्टर्ब गर्नेछ होला सायद, थाहा छैन भन्दा नि गर्छ नै उ त। सो आजको दिन चाहिँ मेरो एकदमै व्यस्त रहनेछ। मलाई पार्लरमा सर्भिसेसहरू पनि दिनुपर्ने छ, प्लस मेरो नयाँ क्लास पनि स्टार्ट गर्नुपर्ने छ आज, किनभने मेरो नयाँ स्टुडेन्टहरूको डिमान्ड थियो मैले सेल्फ मेकअप क्लास दिनु भनेर। सो उहाँहरूलाई आज मैले नयाँ क्लास सेल्फ मेकअप क्लास स्टार्ट गर्नेछु र मेरो पुरानो स्टुडेन्टहरूलाई पनि मेरो रेगुलर क्लासेसहरू जुन छ त्यो दिनुपर्ने छ र पार्लरमा सर्भिसेसहरू पनि छ जुन चाहिँ पहिलादेखि नै अस्तिदेखि नै मलाई कल गरेर एपोइन्टमेन्ट लिएर बस्नुभएको मेरो कस्टमरहरू आज आउँदै हुनुहुन्छ। मैले उहाँहरूलाई आज आउनु भनेर भनेको छु। सो अब चाहिँ म के गर्छु दिनभरि के गर्छु भन्ने कुरा म हजुरहरूलाई देखाउने नै छु। सो भिडियोको अन्तिमसम्म रहेर भिडियो हेरिदिनु होला। एन्ड थ्याङ्क यू सो मच भन्न चाहन्छु हजुरहरूले मलाई यति धेरै माया दिनुभएको, मेरो आइडी यति छिटो ग्रो अप हुँदैछ, म यति धेरै खुसी छु। थ्याङ्क यू सो मच। म एकदमै धेरै मनैदेखि एकदमै थ्याङ्कफुल छु। यति भन्दै म अब मेरो बाँकी कामहरू गर्न जाँदैछु। सो हे एभ्रिवान, मेरो बिहानको सबै काम सकेर अब म पार्लर जानलाई रेडी हुँदैछु। छिटो रेडी भएर जानु पऱ्यो। मेरो स्टाफले आएर त खोलिसक्नु भएको छ पार्लर, खै पनि अब म पनि जानु पऱ्यो। मेरो स्टुडेन्टहरू पनि आइसक्यो होला। म चाहिँ यहाँ मेरो काम फेरि यति हुन्छ कि बिहान यति रस हुन्छ कामको। म चाहिँ सबै काम सकेँ, खाना खाएँ, नानीलाई पनि छोरालाई पनि खुवाएर सबै धन्दा सकेर चाहिँ म रेडी हुँदैछु पार्लर जानलाई। मलाई चाहिँ धेरै हेभी मेकअप मन पर्दैन। डेली बेसिसमा चाहिँ म बिबी क्रिम लगाउँछु। बिबी क्रिम लगाएर अनि त्यसपछि पाउडरले सेट गर्छु। पाउडरले सेट गरेर हल्का ब्लस लगाउँछु, गाजर लगाउँछु, मस्कारा लगाउँछु अनि लिपस्टिक लगाउँछु। देन मेरो मेकअप हुन्छ कम्प्लिट। त्यसपछि अब लगाउँछु ब्लस। त्यसपछि अब मेरो मस्काराको पालो। मस्कारा लगाएन भने चाहिँ मेरो चित्तै बुझ्दैन साथीहरू। लिपस्टिक त्यसपछि आउँछ मेरो आइब्रो। मेरो मेकअप चाहिँ यति नै हो साथीहरू। आजको मेकअप चाहिँ आजको होइन, मेरो डेलीकै मेकअप यस्तै हुन्छ। म धेरै हेभी मेकअप गरेर बस्न चाहिँ मलाई मन लाग्दैन, एकदम सिम्पल। सो हे एभ्रिवान, अब चाहिँ म फाइनली रेडी भइसकेँ दोकान जानलाई। अब चाहिँ म जाँदैछु। पानी पनि एकदम परिरहेछ। अघिसम्म चाहिँ पानी परेकै थिएन, अहिले कत्रो पानी आयो, कत्रो पानी परिरहेछ भने त देखिरहेको छैन होला, क्यामेरामै देखिएन, पानी परेकै देखिएन। मेरो छोरा पनि रेडी भइसक्यो मसँग दोकान जानलाई। र तलमाथि कति गर्छ दिनभरि। ल जाउँ, छिटो जाउँ ल, पानी पऱ्यो। छिटो मलाई दे, छिटो जाउँ बाबा, भिजिसक्नु हामी। गो फास्ट। के गर्दैछ ए ल आउनु दिदी। आउनुहोस्। आजको दिन मेरो निकै नै विशेष थियो, किनकि आजबाट मैले नयाँ सेल्फ क्लास सुरु गरेँ। पहिलो दिन भएकाले स्टुडेन्ट्सहरूलाई क्लास गराउन पाउँदा निकै नै खुसी लाग्यो। त्यसपछि मेरो पार्लरमा आज हेयर कलरिङ, हेयर सेरामाइड ट्रिटमेन्ट पनि थियो, जुन चाहिँ मेरो स्टाफले गरिराख्नु भएको छ र म पनि गाइड गरिरहेको छु। बिचबिचमा मेरो सेल्फ मेकअप क्लासेसहरू पनि मैले एटेन्ड गरिरहेको छु। स्टुडेन्टहरू मेरो क्लास पनि गरिराख्नु भएको छ र मेरो स्टाफ्सहरूले यता सर्भिसेसहरू पनि दिइराख्नु भएको छ। त्यसपछि अहिले साबनको महिना सुरु भएकाले साबन स्पेसल मेहन्दी पनि मैले लगाइदिएँ। मेरो मेहन्दीको डिजाइन कस्तो लाग्यो हजुरहरूलाई प्लिज कमेन्ट चाहिँ अवश्य पनि गरिदिनु होला। यदि मेरो डिजाइन मन पर्यो भने अवश्य पनि एउटा इमोजी चाहिँ कमेन्ट गरिदिनु होला है साथीहरू। यसरी हेर्दै क्लास सर्भिस र ग्राहकहरूसँग व्यस्त हुँदै टाइम गएको त पत्तै भएन। त्यसपछि पार्लरमा मेरो क्लास र सर्भिसहरू सकेर म चाहिँ अहिले माथि आएँ। अब खाजा बनाउँदैछु। यो खाजा चाहिँ म आफू पनि खान्छु, मेरो स्टाफलाई पनि लगिदिन्छु, अनि त्यसपछि मेरो बुढालाई पनि लगिदिन्छु। मेरो उता पार्लरबाट आएर फेरि मेरो छोरालाई सुताए पनि यो सुतिरहेको छ यहाँनिर। छोरा अब उठ्ने बेला पनि हुन आँटिसक्यो उसको। सो अब चाहिँ छिटो खाजा खाएर अनि फेरि पनि पार्लर जानेछु। यो खाजा पाकिसक्यो, अब बुढालाई लगिदिन्छु, अनि त्यसपछि म आफू पनि खान्छु। अनि त्यसपछि पार्लर जानु छ। फेरि दिनभरि काम त कति यता गरौँ उता गरौँ, पार्लरमा पनि गर्नु पऱ्यो, फेरि माथि पनि गर्नु पऱ्यो, घरमा पनि गर्नु पऱ्यो। छोराहरूको स्कुल छुट्टी भएर फेरि त्यसैले अब फेरि चकचकी फेरि यति धेरै छ कि मेरो छोरालाई फेरि उसलाई पनि हेर्नुपर्छ। एकदमै धेरै काम हुन्छ, के गर्नु, सबै काम भ्याएर गृहिणी प्लस वर्क वुमेन हुनु पनि एकदमै गाह्रो छ। सबै थोक गर्नुपर्ने हुन्छ। हेर्नु साथीहरू, मेरो छोरा उठिसक्यो। भयो उठिसकेको, अब नसुत्ने।
ल उठ्न त मैले मेरो सानोको लागि सुजी बनाइदिएको सुजी खाने नि खोइ यता हेरौँ ल उठ्नु त ल आइज सुजी दिन्छु बिटु सानो आइज सुजी दिन्छु मेरो सानोलाई ल बाबालाई खाजा पुर्याउनु गरौँ ल बाबालाई खाजा पुर्याउनु जानुपर्छ ल सो हे एभ्रिवान वेलकम फेरि पनि म चाहिँ फेरि अब तलबाट माथि आइसकेँ मेरो पार्लरबाट माथि आइसकेँ भन्नु अब यो बस अब यहाँ धन्दा छ हेर्न सक्नुहुन्छ यो धन्दा यति धेरै छ यो सबै मस्काउनु पर्ने छ अनि त्यसपछि खाना पकाउनु पर्ने छ अनि यो सबै काम सक्ने खाना पकाउने यस्तै हो यस्तै जिन्दगी चलिरहेछ घरको काम भनौँ पार्लरको काम भनौँ के गर्नु काम भने कति गर्नु जति गरे नि खै केही पार लागेको छैन यस्तै हो जिन्दगी चलिरहेछ अब खाना पकाउने यसरी सबै काम सक्ने दिन पनि गयो सो यति भन्दै मेरो आजको भ्लग यहीँनिर सकिन्छ मेरो भ्लगहरू मनपर्छ भने लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला गरिदिनु होला मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला एन्ड थ्याङ्क यू सो मच यति धेरै माया दिनुभएकोमा यति छोटो समयमा मेरो एकदमै आइडी ग्रो अप हुँदैछ म एकदमै खुसी छु त्यसको लागि अनि हजुरहरूलाई पनि एकदमै धेरै मनैदेखि धन्यवाद दिन चाहन्छु सो यति भन्दै आजको लागि बाई बाई फेरि पनि नयाँ दिन नयाँ भ्लग नयाँ स्टोरी नयाँ कथा नयाँ कामकाज लिएर फेरि पनि अर्को नेक्स्ट भिडियोमा भेट्ने नै छौँ हामीहरू सो तबसम्मको लागि बाई बाई एन्ड टेक केयर एभ्रिवान लभ यु अल